राज्य कोषबाट मैले कुनै पनि नगद तलब र भत्ता लिने छैन। म आफ्नो आम्दानीबाट आफै पालिन सक्छु, आफ्नो परिवार पाल्न सक्छु भनेपछि मैले जनताले तिरेको करबाट मैले नगद सुविधा कुनै पनि लिने छैन। मैले त्यस कारणले भनेको हुँ। र अब साँच्चैकै राष्ट्र सेवा गर्न र साँच्चैकै जनताको सेवा गर्न म समर्पित भएर लाग्नेछु। कार्यक्रममा उपस्थित हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेतागण, उपस्थित सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरू सबैमा मेरो हार्दिक नमस्कार छ र जय घन्टीको हार्दिक अभिवादन पनि छ। अब सर्वप्रथम त म आज अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा यहाँ उपस्थित हुनुभएका र जुन आतिथ्यता प्रदान गर्नुभयो उहाँ नारीहरूप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र अर्को, अब यो देशमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जुन जनआकर्षण बढेको छ जनमतका माध्यमबाट, त्यसले स्पष्ट के देखाएको छ भने अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई 48 सालमा बहुमतको सरकार असफल भए जस्तो, 64 सालको बहुमतको सरकार असफल भए जस्तो र 74 सालको झन्डै 2/3 सरकार असफल भए जस्तो असफल हुने छुट छैन। त्यो सफलता कहाँनिर जोडिएको छ भने हामीलाई जुन तनहुँ क्षेत्र नम्बर 2 मा यहाँका मतदाताहरूले निर्वाचित गरेर, अहिले मलाई तपाईहरूले निर्वाचित गरेर पठाउँदै गर्दा त्यो जिम्मेवारी मेरो काँधमा पनि आएको छ र त्यसलाई अक्षुण्ण राख्न र पार्टीलाई मात्रै होइन, अहिले त मैले के भन्ने गरेको छु भने अहिलेको यो वर्षको निर्वाचन 2082 को निर्वाचन भनेको 2048 साल पछिको राजनीतिक इतिहासमा यो पहिलो त्यस्तो निर्वाचन हो जसमा कुनै राजनीतिक दलसँग आबद्ध भएका मतदाताहरूले अहिले के गरिराख्नु भएको छ भने उहाँहरूले मत मात्रै परिवर्तन गर्नुभएको छ, दल परिवर्तन गर्नुभएको छैन। उहाँहरूले हेरिराख्नु भएको छ यो पार्टीले के काम गर्छ, यहाँका अहिले निर्वाचित भएका जुन व्यक्तिहरू छन् यी सांसदहरूले के काम गर्छन् भनेर हेर्दै हुनुहुन्छ, प्रतीक्षा गर्दै हुनुहुन्छ। त्यो प्रतीक्षा गर्ने समय उहाँहरूले 5 वर्ष राख्नु भएको छ र त्यो 5 वर्ष मैले अहिले भन्ने गरेको छु। यो हिजोको जुन निर्वाचित भएको अवस्था छ, यो जित भनेको आधा मात्रै हो। आधा जित त्यति बेला हुन्छ जति बेला हामीले तपाईहरूले मत परिवर्तन गरेर पार्टी परिवर्तन नगरिकन पर्खेर हेरेर बसिराख्नु भएको छ। त्यो काम गरेर हामीले सफलता हासिल गर्न सक्यौँ भने, हामीले नतिजा निकाल्न सक्यौँ भने त्यति बेला मात्रै त्यो आधा, अर्को बाँकी रहेको आधा जित हामीले हासिल गर्नेछौँ। र अर्को, त्यति बेला मात्रै तपाईहरूले पार्टी परिवर्तन गर्नुहुन्छ, त्यो हामीलाई थाहा छ। त्यस कारणले पनि यस पटकको निर्वाचनमा जुन अभिमत, जुन मत तपाईहरूले प्रदान गर्नुभएको छ, यो काम गर्नलाई दिनुभएको मत हो र त्यो काम गर्ने प्रतिबद्धता हामीले पहिलेदेखि जाहेर गरिसकेका छौँ। र मैले त विशेष गरी तनहुँ 2 को सम्भावनाहरू के छन्, यहाँ यो तनहुँ 2 ले देशको अर्थतन्त्रमा के कस्तो भूमिका निर्वाह गर्न सक्छ र तनहुँ 2 का खास समस्याहरू के छन्, त्यो त मैले 43वटै वटा 2 पटक 3 पटक घुमेर यहाँको भूगोल बुझेर यहाँका जनतासँग घर दैलोमा गएर घर दैलोबाट त्यो समस्याहरू बुझेर मैले रिपोर्ट गरेर राखिसकेको छु। अब यहाँका समस्याहरू, सहरमा गयो भने अव्यवस्थित सहर, अब विद्युतका कुरा गऱ्यो भने अव्यवस्थित विद्युतीकरण र खानेपानीको कुरा गर्ने भने यो मैले समग्रमा ग्रामीण भेगमा, विशेष गरी दुर्गम अथवा ग्रामीण भेगमा र डाँडाकाँडामा चाहिँ 1 नम्बरमा पाएको समस्या भनेको खानेपानीको समस्या। अब यो खानेपानीको समस्याका लागि विशेष भूमिका निर्वाह गर्न म पछि पर्ने छैन। संसदमा गएर त्यस्तो नीति निर्माण गराइनेछ जसले गर्दाखेरि संविधानको धारा 35 ले निर्धारण गरेको एउटा मौलिक अधिकार, नागरिकको मौलिक अधिकार, मौलिक हक
खानेपानीको सुनिश्चितता भन्ने जुन छ त्यसको लागि सुरक्षित र स्वच्छ खानेपानीको सुनिश्चितता जुन संविधानले नै किटान गरेको विषय छ। आज संविधान बनेको 10 वर्षसम्म पनि खानेपानीबाट जनता वञ्चित भएर बस्नु त्योभन्दा ठुलो दुर्भाग्य केही पनि होइन। त्यसकारणले अब पहिलो काम खानेपानीको समस्या समाधानका लागि विशेष पहल गर्ने मेरो भूमिका रहनेछ। र दोस्रो, अब सडकहरू थुप्रै बनेका छन्, कच्ची छन्, हिउँदमा धुलाम्मे बर्खामा हिलाम्मे हुने प्रकृतिका सडकहरू छन्। ती सडकहरूलाई कसरी 12 महिना गाडी गुड्न सक्ने बनाउन सकिन्छ त्यसमा विशेष ध्यान मैले दिनेछु। र संसदमा गएर त्यस्तो नीति बनाइनेछ जसले गर्दाखेरि ती सडकहरू 12 महिना चल्न सक्ने बनुन् र विकास निर्माणका काम, चाहे सिँचाइको कुरा होस्, शिक्षा, स्वास्थ्य र रोजगारी, त यो त साझा समस्या हो, देशैभरिको समस्या हो, यहाँको मात्रै समस्या हुँदै होइन। अब यी समस्याहरूलाई हामीले संसदमा गएर त्यस्तो नीति बनाउनु पर्ने छ जसले गर्दाखेरि विकास निर्माण जनताको घर दैलोसम्म आफै आइपुगोस्। र हामीले त्यस्तो नीति, ऐन, कानुन, नियम विनियम, कार्यविधि बनाउनु छ जसले गर्दाखेरि विकास निर्माण मात्रै होइन, सरुवा बढुवा नियुक्ति पक्षपात नगरिकन, भेदभाव नगरिकन, योग्यता, क्षमता, दक्षता, अनुभवको आधारमा सरुवा बढुवा नियुक्ति होस् र कुनै जात, धर्म अथवा गरिब धनी नभनिकन आवश्यकताको आधारमा घर दैलोसम्म विकास निर्माण आइपुगोस्, कसैको भनसुन गर्न नपरोस्। अगाडि मन्त्रीको घर अगाडिको बाटो पिच हुने र अरू नहुने, कालोपत्रे भइहाल्ने, अरू चाहिँ नहुने, अथवा विकास निर्माणका कुनै पनि संरचनाहरू पहुँचमा भएका व्यक्तिको नजिक चाहिँ आइपुग्ने र पहुँचमा नभएकाहरूकोमा नआइपुग्ने, यसको हामी अन्त्य गराउँछौँ। मैले चाहिँ अब हरेक निर्वाचन क्षेत्रमा प्रत्येक 3-3 महिनामा एकपटक, यो निर्वाचन क्षेत्रको हरेक पालिकामा 3-3 महिनामा एकपटक जनगुनासो सुन्न आउँछु भनेर मैले पहिल्यै लिखित प्रतिबद्धता जारी गरिसकेको छु। र त्यो प्रतिबद्धता अनुरूप म प्रत्येक पालिकामा 3 महिनामा एकचोटि जनगुनासो सुन्न आउनेछु। र त्यो सुन्न आइसकेपछि जुन समस्याहरू छन्, तपाईहरूले बताउने समस्याहरूलाई मैले आफ्नो तर्फबाट सम्बोधन गर्न म पछि पर्ने छैन। र अर्को कुरा, अब मैले राज्यको सुविधाको सन्दर्भमा मैले के प्रतिबद्धता जाहेर गरेको छु भने, राज्य कोषबाट मैले कुनै पनि नगद तलब र भत्ता लिने छैन भनेको। त्यो जति तलब र भत्ता मैले बुझ्नेछु त्यो तनहुँ 2 का आमा समूह, अब यो पिछडिएको वर्ग, वृद्ध, बालक, अपाङ्ग र यो पिछडिएको समूहको हितका लागि मैले त्यो रकम पारदर्शी ढङ्गले प्रयोग गर्छु। किनभने यो मैले किन भनिराखेको छु भने, म साँच्चैकै मैले आफ्नो कमाइबाट मैले आफू र आफ्नो परिवार पाल्न नसक्ने भएको भए मैले भन्दैन थिएँ र यो अरू कसैलाई मैले चुनौती दिन भनेको होइन। म आफू सक्षम भएको हुनाले मैले सो घोषणा गरेको हो। त्यसकारणले म आफ्नो आम्दानीबाट आफै पालिन सक्छु, आफ्नो परिवार पाल्न सक्छु भनेपछि मैले जनताले तिरेको करबाट मैले नगद सुविधा कुनै पनि लिने छैन। मैले त्यस कारणले भनेको हुँ। र अब साँच्चैकै राष्ट्र सेवा गर्न र साँच्चैकै जनताको सेवा गर्न म समर्पित भएर लाग्नेछु। यहाँहरूलाई मैले त्यो प्रतिबद्धता जाहेर गर्दै मैले पहिल्यै पनि भन्ने गरेको थिएँ, मैले सांसद हारे पनि हिजो तपाईहरूले आजसम्म चुनेर पठाएका सांसदहरूले भन्दा म राम्रो काम गर्छु भनेर म राजनीतिमा यहाँ सुरु गरेको थिएँ मैले तनहुँ 2 मा। अहिले त सांसद जितिसकेँ, अब जितिसकेको हुनाले त्योभन्दा बढी काम गर्न त अहिलेसम्म तपाईँहरूले जिताएर पठाएको सांसदले भन्दा बढी काम म गर्नेछु। यति प्रतिबद्धता व्यक्त गर्दै तपाईँहरूले दिएको मतलाई मैले उच्च सम्मान गर्दै, तपाईँहरूले दिएको मतको उच्च सम्मान गर्दै यहाँहरूलाई अन्त्यमा धेरै धेरै हार्दिक धन्यवाद ज्ञापन गर्दै, पार्टीका साथीहरूले पनि जुन खटेर अहिले निर्वाचनमा लाग्नुभयो उहाँहरूलाई पनि विशेष धन्यवाद दिँदै बिदा हुन्छु। हस्, जय घन्टी।